कुलमान घिसिङको न्युजदेखि बालेनको स्ट्याटस, सँगै रवि लामिछानेको 1 मिनेटको मौन भिडियो अनि राजा फर्काउने आन्दोलन त छँदैछ। बालेनले त सिधै सबैलाई टुकुचे खोलामा लगेर गाडिदिन्छुसम्म भनेका छन्। भने 18-19 घण्टासम्म हुने लोड सेडिङको अन्त्य गर्ने कुलमान घिसिङलाई हटाएर देश फेरि अन्धकारतिर मोडिँदैछ। सबै कुरा एकैचोटि किन हुँदैछ? के को सङ्केत होला यो? यतिकै त यो सरकार धरापमा छ भने झन् यो सरकारले जनता भड्काउने काम किन गरिरहेछ? अब त सोच्ने बेला आएको होइन र सरकारले पनि म मालिक होइन जनताको सेवक हुँ भन्ने चेत चाहिँ हाम्रो नेतामा हुनु पर्यो। अब त झन् राम्रो काम गरेर देखाउन पर्ने बेलामा, जनताको भरोसा जित्न पर्ने बेलामा झन् जनता भड्काउने काम गर्दा लोकतन्त्र नै खतरामा हुने डर हुन्छ। हामी सबै नेपालीको सपना हो समृद्ध नेपाल, सुखी नेपाली। हामी युवाहरूलाई राजा आओस् या नआओस् मतलब भएन, तर सबैभन्दा महत्त्वपूर्ण राम्रो नेतृत्व हो जसले देश र जनताको भलो सोची विकास गरोस् र युवाहरू रुँदै विदेश जान नपरोस्। अब विभाजन होइन, एकता जरुरी छ। मिलेर नेपाललाई अघि बढाऊ। जय नेपाल।